2045 सालमा महजोडीले प्रस्तुत गर्नुभएको एउटा प्रहसन लन्डन एयरपोर्ट भन्ने छ। त्यसमा एउटा संवाद छ त्यो बेलामा नै गरिएको। यो डेमोक्रेसी भनेको कस्तो हुन्छ भनेर एउटा पात्रले सोध्छ अनि अर्को पात्रले उत्तर दिन्छ, यो डेमोक्रेसी सिपाहीको हातमा पर्यो भने सिपाही जस्तो हुन्छ, बौलाको हातमा पर्यो भने बौला जस्तो हुन्छ, बाँदरको हातमा पर्यो भने बाँदर जस्तो हुन्छ भनेको छ क्या। त्यो आजभन्दा चाहिँ 35-36 वर्ष पहिला त्यो प्रश्नमा भनिएको संवाद अहिले पनि त्यति सान्दर्भिक छ। त्यसकारण लोकतन्त्र आफैमा असल व्यवस्था हुँदै पनि लोकतन्त्रलाई व्यवस्थापन गर्ने मानिसहरू, नेताहरू, नीति र हाम्रो कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र देशमा जुन अनेक विधानहरू छन्, व्यवस्थाहरू छन्, विकासका योजनाहरू छन् र त्यसमा चाहिँ नेताहरू नीतिबाट सञ्चालित नभइकन नेताहरू हावी भएर आफ्नो परिवार अथवा हाम्रो चुनावी प्रणाली सबै कुरामा व्यथिति विसङ्गति हुँदाखेरि चाहिँ अहिले हाम्रो लोकतन्त्र चाहिँ लोकतन्त्र जस्तो भएको छैन। जस्तै यसको उदाहरणको लागि नदी आफैमा फोहोर हुँदैन, नदी मानिसले फोहोर बनाउँछ। नदी माछाले पनि फोहोर बनाउँदैन, अरू जनावरहरूले पनि फोहोर बनाउँदैन। बागमती चाहिँ माछाले फोहोर बनाएको पनि होइन, अरू जनावरहरूले फोहोर बनाएको पनि होइन, पातहरू झरेर फोहोर भएको पनि होइन, त्यो मानिसले फोहोर बनाएको हो। त्यसकारण यो लोकतन्त्र चाहिँ नदी जस्तो हुन्छ र यसमा शासन गर्ने, यसलाई चाहिँ लोकतन्त्रका जुन व्यवस्थापिका कार्यपालिकामा हुने, न्यायपालिकामा हुने यो जुन राजनीति, फोहोर राजनीति छ, यो फोहोर राजनीतिले गर्दाखेरि त्यो बागमती फोहोर भएको जस्तै हाम्रो लोकतन्त्र पनि एउटा असल शासन व्यवस्था हो। यो असल शासन व्यवस्था पनि फोहोर भएको छ र यसबाट हामीले चाहिँ यसरी नै आवाज उठाएर यसबाट लोकतन्त्रलाई हामीले एउटा कञ्चनगङ्गा जस्तो पवित्र नदी बनाउनु चाहिँ आवश्यक छ।